धन्यवाद डेनिस भाइलाई। आजको यो विशेष कार्यक्रमलाई अझ मनोरञ्जनात्मक बनाउन मैले हाम्रो कक्षा 10 को अवधिभरि साथ दिनुहुने शिक्षकहरूका लागि एउटा रमाइलो कविता रचना गरेकी छु। आशा छ हजुरले त्यो कविता सुनेर रमाइलो मान्नुहुनेछ। यदि कवितामा केही त्रुटि वा गल्ती लेखेकी भए अहिले नै क्षमा माग्न चाहन्छु। यो कवितालाई रमाइलोका रूपमा लिदिनु हुन सम्पूर्ण विषय शिक्षकहरूलाई आग्रह गर्दछु र मेरो कविता यस प्रकार रहेको छ। सामाजिक पढाउने अभिभावकको भूमिका निर्वाह गर्नुहुने हँसिला अनि रमाइला केशव सर। सामाजिक पढाउनुहुने अभिभावकको भूमिका निर्वाह गर्नुहुने हँसिला अनि रमाइला केशव सर। हजुरको त्यो पतरे सामाजिक भन्ने शब्द हामी सम्झिने छौँ जीवनभर। हजुरको त्यो पतरे सामाजिक भन्ने शब्द हामी सम्झिने छौँ जीवनभर। गणितका ती हिसाबभन्दा बढी जीवनका पाठ सिकाउनु हुने मोहन सर। गणितका ती हिसाबभन्दा बढी जीवनका पाठ सिकाउनु हुने मोहन सर। विश्वास गर्नुहोस् हजुरले देखाएकै सत्मार्गमा लाग्नेछौँ हामी जीवनभर। विश्वास गर्नुहोस् हजुरले देखाएकै सत्मार्गमा लाग्नेछौँ हामी जीवनभर। विज्ञान पढाउने विनोद सरलाई शिक्षक भनौँ कि साथी। विज्ञान पढाउने विनोद सरलाई शिक्षक भनौँ कि साथी। यदि साथी भन्दा अझै माथि राख्ने पद भएको भए राख्थ्यौँ हामीले हजुरलाई त्यो भन्दा पनि माथि। यदि साथी भन्दा अझै माथि राख्ने पद भएको भए राख्थ्यौँ हामीले हजुरलाई त्यो भन्दा पनि माथि। कहिलेकाहीँ त लाग्थ्यो रञ्जित सरसँग घडी छ फास्ट। कहिलेकाहीँ त लाग्थ्यो रञ्जित सरसँग घडी छ फास्ट। बरु हामी कहिलेकाहीँ कक्षामा पुग्न ढिला हुन सक्थ्यो तर रञ्जित सर भने सधैँ क्लासमा फर्स्ट। बरु हामी कक्षामा पुग्न कहिलेकाहीँ ढिला हुन सक्थ्यो तर रञ्जित सर भने सधैँ क्लासमा फर्स्ट। कम्प्युटर इज एन इलेक्ट्रोनिक मेसिन भनिराख्ने बाबुराम सरको बानी। कम्प्युटर इज एन इलेक्ट्रोनिक मेसिन भनिराख्ने बाबुराम सरको बानी। बाबुराम सरको हरेक वाक्यमा जोडिन्छ बुझ्यौ नि ए नानी। ग्रामरका रुल्स र भोक्याबुलरीको पावर। ग्रामर्सका रुल्स र भोक्याबुलरीको पावर। कृष्ण सरले बनाउनुहुन्छ नोभेल विदिन एन आवर। कृष्ण सरले बनाउनुहुन्छ नोभेल विदिन एन आवर। पात्र पात्र भन्दै व्याकरण सधैँ गुरुले सिकाउने। पात्र पात्र भन्दै व्याकरण सधैँ गुरुले सिकाउने। कहाँ पूर्ण विराम कहाँ अल्प विराम सही मिलाउने। तर सानो गल्ती देख्न साथ दुई औलाका चुट्कीले समाउने। गणेश सरको विद्यार्थी प्रतिको माया र साथ। गणेश सरको विद्यार्थी प्रतिको माया र साथ। हरेक क्षणमा विद्यार्थीको विचारले साथ दिनुहुन्छ हातमा हात। हरेक क्षणमा विद्यार्थीको विचारले साथ दिनुहुन्छ हातमा हात। शिव सरको एसेम्ब्लीमा कहिल्यै सकिँदैन उहाँको नेक्स्ट। शिव सरको एसेम्ब्लीमा कहिल्यै सकिँदैन उहाँको नेक्स्ट। शिव सर एसेम्ब्लीमा आएपछि त लामो कपाल भएका बोइजहरू फस्ने कुरा चाहिँ फिक्स। शिव सर एसेम्ब्लीमा आएपछि त लामो कपाल भएका बोइजहरू फस्ने कुरा चाहिँ फिक्स। केशव सर आउँदा क्लास हुन्छ फुल अलाइभ। केशव सर आउँदा क्लास हुन्छ फुल अलाइभ। एउटा टपिक सुरु भयो भने द स्टोरी चेन नेभर डाइज। मोहन सर आउँदा क्लास हुन्छ सिरियस मोड। मोहन सर आउँदा क्लास हुन्छ सिरियस मोड। तर त्यसपछि सुरु हुन्छ एक्जाम र लाइफको कोड। तर त्यसपछि सुरु हुन्छ एक्जाम र लाइफको कोड। विनोद सर हामीले असन्तुष्ट व्यक्त गर्दा हजुर अघि सर्नुभयो। विनोद सर हामीले असन्तुष्ट व्यक्त गर्दा हजुर अघि सर्नुभयो। यो 3 वर्षको अवधिमा हजुरले हाम्रो जेठो दाइको भूमिका निर्वाह गर्नुभयो। यो 3 वर्षको अवधिमा हजुरले हाम्रो जेठो दाइको भूमिका निर्वाह गर्नुभयो। अझै 1 मिनेट बाँकी छ रञ्जित सर एकछिन पानी पिउनुहोस्। अझै 1 मिनेट बाँकी छ रञ्जित सर एकछिन पानी पिउनुहोस्। हजुर जस्तै हरेक कुरामा अघि बढ्ने हामीलाई पनि टिप्स दिनुहोस्। हजुर यस्तो हरेक कुरामा अघि बढ्ने हामीलाई पनि टिप्स दिनुहोस्। जब कम्प्युटरको स्क्रिन रोकिन्छ तब हुन्छ दिमाग ह्याङ। जब कम्प्युटरको स्क्रिन रोकिन्छ तब हुन्छ दिमाग ह्याङ। बाबुराम सर सधैँ भन्नुहुन्छ ए नानी बाबु देऊ न पढाइमा ध्यान। बाबुराम सर सधैँ भन्नुहुन्छ ए नानी बाबु देऊ न पढाइमा ध्यान। We have to try hard in my point of view. We have to try hard in my point of view. Krishna sir always says, I fully trust on you. Krishna sir always says, I fully trust on you. चिटिक्क परेर आउने अनि इष्टकोट गुरुको पहिचान। चिटिक्क परेर आउने अनि इष्टकोट गुरुको पहिचान। 10मा पढ्दा पढ्दै 12सम्मको व्याकरणमा पोक्त भयो यो नै हाम्रो सान। राम्रो काम सुरुवात गर्नु अघि सिधै हुन्छ
हुन्छ भन्ने बानी राम्रो काम सुरुवात गर्नु अघि सिधै हुन्छ भन्ने बानी हाम्रा प्रिन्सिपल सर सम्पूर्ण विद्यार्थी र शिक्षकका प्रेरणाका खानी हाम्रा प्रिन्सिपल सर सम्पूर्ण विद्यार्थी र शिक्षकका प्रेरणाका खानी स्कुल आउनुभन्दा पहिले हामीले शिव सरलाई हेर्नुपर्छ दायाँ अनि बायाँ स्कुल आउनुभन्दा पहिले हामीले शिव सरलाई हेर्नुपर्छ दायाँ अनि बायाँ शिव सरले हरेक क्षणमा गाली गर्नुहुन्छ तर उहाँको त्यही गालीमा लुकेको हुन्छ माया बन्यौ हामी संस्कारी र ज्ञानी त्यागी घमण्ड र अहंकारी बन्यौ हामी संस्कारी र ज्ञानी त्यागी घमण्ड र अहंकारी यस गौरी शंकर प्रति हुनेछु हामी सदैव आभारी यस गौरी शंकर प्रति हुनेछु सहन यो विद्यालयलाई केही भनेको बरु जे जति हुन्छ आफै सहन्छु सहन यो विद्यालयलाई केही भनेको बरु जे जति हुन्छ आफै सहन्छु यो अन्तिम मञ्चको भाषणबाट विद्यालयप्रति अपार माया व्यक्त गर्न चाहन्छु यो अन्तिम मञ्चको भाषणबाट विद्यालयप्रति अपार माया व्यक्त गर्न चाहन्छु सत्मार्गमा डोरायो हामीलाई त्याग्न लगाई अहंकार सत्मार्गमा डोरायो हामीलाई त्याग्न लगाई अहंकार अन्तिम पटक भन्न चाहे जय गौरी शंकर अन्तिम पटक भन्न चाहे जय गौरी शंकर धन्यवाद अनिशा दिदी।